गाँजा मात्रै खान्छ, कालो चस्मा मात्रै लाउँछ, यस्तोले पनि के देश विकास गर्ला भन्नेहरूको लागि यो एउटा गतिलो उदाहरण बनेको छ। हेटौडा कपडा उद्योगको सफल परीक्षण भई उत्पादन सुरु भएको छ भने एकछिन भिडियोलाई हेर्नुहोस्, म फेरि तपाईसँग बोल्नेछु। ठुला महल होइन, सिप सिकाउने झुपडी। अहिले यो हेटौडा कपडा उद्योगको सफल परीक्षण भइरहेको छ भने यसको अहिले चाहिँ काम नेपाली सेनाले गरिरहेको छ भने यो सफल के अरे परीक्षण अवधिभरि सेनाले सम्हाल्नेछ भने परीक्षण अवधि सकियो भने नेपाल सरकारको स्वामित्वमा रहनेछ भने अर्को कुरा के हो भने यसको चाहिँ श्रेय चाहिँ सिर्फ प्रधानमन्त्रीज्यूलाई मात्र जाँदैन। हेर्ने कथाका सञ्चालिका विद्या चपकाले केही समय अगाडि हेटौडा कपडा उद्योगको बारेमा एउटा चाहिँ डकुमेन्ट्री भिडियो तयार पारिसकेपछि सबै जनताले चाहिँ यसको चाहिँ काम फेरि सुरु हुनुपर्छ, यो काम सुरु हुनुपर्छ भनेर धेरै जनताले चाहिँ कमेन्ट मार्फत आफ्नो कमेन्ट गर्नुभएको थियो भने यो श्रेय काहीँ कतै हेर्ने कथाको सबै टिमलाई पनि जान्छ। तपाईँलाई यो भिडियो मन पर्यो भने सेयर गर्नु होला है त।